डेभलपमेन्ट त्यही छ म चाहिँ यस्तो देखेको छु हामीसँग यो पनि छ है सिपी र अँटीको है बाहिर चाहिँ कस्तो देख्छु भनिदिनु होला कमेन्टमा चोर जस्तो हो त्यस्तो तल हेर ब्लग बनाउँदै जान्छ अहिले गाइजहरू सँगसँगै जानुपर्छ है त म चाहिँ जान लाग्यो है गाइजहरू यस्तो तल बसेँ लाइटै लाइट पनि खराब देखिरहेको म चाहिँ घरबाट बाहिर निस्किसकेँ जानुपर्ने चाहिँ त्यो डाँडामा हो जुन यसमा निजी ल नाटक लाग्छु हो कि म त अब हामी चाहिँ जानुपर्ने हुन्छ त्यहाँ रोडमा गएर भेट्नुपर्छ गाइजहरू यहाँ बाटो अलि नराम्रो छ लड्यो भने के गर्ने फेरि यहाँबाट यस्तो जानुपर्ने हुन्छ है त्यहाँ रोडमा भेटौँ ट्राई गरौँ ल है त म चाहिँ रोडमा आइसकेँ त धुलै ठुलो छ बढी धुलै धुलो छिर्छ गाइजहरू के गर्नु मोबाइलसम्म नै नआएको जस्तो भएको जस्तो छ है धुलै छिर्यो म चाहिँ त्यहाँ चाहिँ अब एउटा भिडियो बनाउनको लागि जानु भइरहेको छ जस्ट नर्मल भिडियो होइन त्यही हो त्यस्तो भ्यू पनि आउँदैन फेरि त्यहाँबाट त्यही जङ्गलै जङ्गल छ त्यही भएर जानु लागेको हो है म चाहिँ अब यस्तो देखिन्छ हेर्नु हाम्रो घरतिरबाट हात देख्यो है हात देख्यो मेरो थैट पनि हुन्छ फेरि गाडीले हान्छ मलाई चाहिँ आइरहेको कि फेरि डरै हात देखिरहेको होला है आधी एउटा गिम्बल किन्नुपर्छ अनि सजिलो हुन्छ अनि हात देख्दैन नजिकै छ यहीँ हो आइपुग्न लागिसक्यो म यो जङ्गलमा त्यही हो गाडीहरू धेरै हिँड्छ हेर्नु न आकाश कति राम्रो देखेको गाइजहरू भन्दा म केही आउँदैन कालो चर्नु हुन्छ कस्तो गयो भएको ज्याकेट ल्याएर होला कस्तो गरिदिनु गाडीबडी पसिना आइसक्यो हात पनि दुख्यो यार कति टाइमपछि बनाएर होला हात पनि दुखिरहेछ त्यही हो राम्रै देखिरहेछ ठाउँहरू अब जाउँ है त कालो चढौँ हात भ्लग बनाएको हात पनि दुख्यो म नि हल्लिरहेको होला है कस्तो हाँसोमा चाहिँ लागिरहेको छ कस्तो नर्भस फिल भइरहेको छ मलाई किन हो धेरै पछि बनाएर होला सायद यसो घर बस्दा बस्दै झ्याउ लाग्यो क्या त्यही भएर यसो गइदिउँ न बनाइदिउँ न होइन भनेर एक्लै हिँडेको साथीहरू खै कता जाने हो एक्लै बनाउने हो एक्लै फर्किने हो अन्तिमसम्म रहनु होला गाइजहरू किन गाइजहरू मात्र आउँछ अनि के भन्ने त खै हात दुख्यो लाग्छ म चाहिँ यहाँ तल आइपुगिसकेँ है त गाइजहरू अब माथि जानुपर्ने हुन्छ यो भर्याङ चढेर भर्याङमै माथिसम्म छ माथिसम्म चाहिँ होइन कस्तो राम्रो आइरहेको क्यामेरा किन हो
कस्तो हात दुख्यो क्या गइदिउँ न होइन के नबोली कस्तो घाँटीभरि पसिना आयो चाहिँ यहाँ माथि आइसक्यो अब पुग्न लाग्यो ठाउँ चाहिँ कस्तो छ कति भइसक्यो नगएको पनि है बिग्यो कि बिगाऱ्यो भने मान्छेले बाटो बनाएर जम्मै त के हुन्छ त्यस्तो छ है म आउने भन्ने ठाउँ चाहिँ पुरै जङ्गलै जङ्गल हो त्यस्तो भ्यू देख्ने खालको ठाउँ चाहिँ होइन देखिहाल्छ त्यस जङ्गलै जङ्गल छ कि यहाँतिर चाहिँ ओम डाँडा भन्ने गर्छ खास गरी यो अगाडिको देखिरहेको घर चाहिँ ससी चौकी हो यहीँ माथि हो अब आइपुग्न लाग्यो त्यसै हो केही छ यतापट्टि नै छ बस्ने ठाउँ बस्न चाहिँ म चाहिँ तर यता माथिपट्टि जाने हो अब आइपुग्न लाग्यो पुगेपछि देखाउँछु तपाईँहरूलाई कस्तो छ यो ठाउँ भनेर यता त्यसै के हो ल हामी चाहिँ पुग्ने लाग्यो ठाउँ त बिगारेको होइन रहेछ त्यस्तै छ म पहिला आएको जस्तै होइन पुग्न लाग्यो यतै हो यहीँ माथि हो हात चाहिँ किन देखायो अरे थै बाटो चाहिँ छैन कुलो बनाएको छ कहाँ हो त्यो माथि छ कि यहाँ त्यहाँ माथि रहेछ बाटो चाहिँ रहेछ बाटो यता आइपुग्यो अरे यस्तो छ ठाउँ चाहिँ पुरै रुखै रुख मास्तिर हेर्नु होला रुखै रुख छ हरियाली छ जे होस् होइन राम्रै छ मान्छेहरू चोर तान्न रहेछ उहाँमाथि को मान्छेहरू जुम त्यहाँ चुरुट त्यही हो यहीँतिरको लोकल मान्छेहरू होला चुरुट तान्न आउने चाहिँ ल है त म चाहिँ आइपुगेँ जगत भन्ने हो कि के हो होइन होइन त्यही हो यस्तो छ ठाउँ चाहिँ हात चाहिँ किन त्यस्तो भएर यस्तो छ है ठाउँ चाहिँ हावा आनन्दको आइरहेछ कस्तो शीतल भइरहेछ ठिकै छ हरियाली छ हावा आउँछ भ्यू नदेखे पनि वरिपरि सल्लेको रुखले चिया छ है हावा चाहिँ आउँछ जे होस् शीतल भइरहेछ अब चाहिँ म भिडियो बनाउँछु है गाइजहरू भिडियो बनाएपछि भेटौँला गाइजहरू मैले चाहिँ भिडियो बनाइसकेँ त्यो भिडियो चाहिँ मैले टिकटकमा हाल्नेछु युट्युबमा पनि हाल्नेछु हेरिदिनु होला टिकटकमा गएर होइन त्यति भन्दै मेरो भ्लग चाहिँ यहीँ हिँड्नुहुन्छ होइन अनि अनि के भन्न लाग्यो मैले यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा 2टा कमेडी भिडियो पनि छ त्यो पनि गएर हेरिदिनु होला त्यति भन्दै अब अर्को भ्लगमा भेटौँला है त गाइजहरू थ्याङ्क यू।